20 घन्टा 18 घन्टा त यो झोला यहीँ काममा हुन्छ होला। यो फेरि आइदिएको है, फेरि आएको म। तर के भन्ने, कसलाई भेट्न न कसलाई भेट्ने। झोला बोक्यो टुई जिन्दगी झोलेको जिन्दगी भयो। झोले भने यिन झोला भिर्यो। 24 घन्टा 18 घन्टा त यो झोला यहीँ काममा हुन्छ होला। के गर्ने, 6 घन्टा मात्र हो यसको छुट्टी भने। चिल गाइज। अब यसले मेरो 2000 रुपियाँ खाइदियो। हो त्यसले अझ धेरै पछि अनि यसो ब्लग बनाइदिउँ भने। तर के गर्नु, यो कपाल काटेपछि मान्छे आफै नचिन्ने भएछ। म धेरै पछि क्यामेरा खोलेर हेर्थेँ त के गर्नु। त्यो चाहिँ होइन कि, यसो भिडियो बनाउँदा चाहिँ यसरी कपाल यसो गर्नु पाइन्थ्यो नि त। अहिले त छैन त्यो। त्यही भएर कपाल चाहिँ काट्नु हुन्न है केटाकेटीको, झ्याम्म पाल्नु पर्छ। नानी अरू मजाक त छोडौँ होइन। वेलकम ब्याक on Sangzali Online and ready to rock on with Mr. Hawa. यो धेरै भयो यो जापानासी भ्लग गर्छु भन्यो। लास्ट टाइम ओके भन्यो नि, 18 घन्टाको साथी झोलाबासी भयो। 18 घन्टा झोला कानमा छ अनि कहाँबाट गर्नु पाउनु। 6 घन्टा त बिस्तारालाई टाइम दिनु पर्यो नि यार। छिलपारामा बिहान कति अहिले लगभग 14 घन्टा पछि बल्ल रुम जाँदैछ। यहाँबाट आधी घन्टा लाग्छ हिँड्दै जानुपर्ने। छिलपारा अब पडाम पुडुम 11 नम्बरको गाडी चढ्ने भाग्ने गएर क्यार्ने। एउटा गीत थियो नि, कोही छैन कोही छैन दाल भात पस्किनी, साँझ परेपछि मस्किनी भन्ने हो। त्यस्तै चाहिँ अब आफै पकाउने, आफै पस्किने, खाने, सुत्ने। त्यहाँभन्दा उपति पनि केही छैन। त्यही हो। अब गयो यसो कतै खाना हिजो साँझ होला रुममा बनाएर खाएर निस्के। त्यसपछि अब अहिले त्यसपछि भोलि साँझ। जिन्दगी यस्तै छ, रमाइलो। उता चाहिँ हाम्रो एकल महासङ्घको अध्यक्ष आउँदै हुनुहुन्छ। के छ भन्नुहोस्, तपाईँका 2-4 शब्दहरू दिनुहोस् न यता। त्यस्तै हो। यसो अब फेरि एउटा भिडियो हालिदिन्छु आज। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब हानिहाल्ने नि, उडाइहाल्ने भिडियो कहाँ त्यत्तिकै नहेर बसेर हुन्छ होइन। हेर्न त परिहाल्यो नि। अनि जति सक्दो फेरि पहिला चाहिँ भन्नु नपरोस् होइन। लाइक सेयर सब्सक्राइब भनेर सबको अब मेसेन्जरमा पठाउने फुर्सद त छैन। अब अलिअलि भागा सब्सक्राइबरहरूले चाहिँ यसो हेरेर नोटिफिकेसन त्यतै आउँछ अफ नगरेको भए अनि गरिदिने है। ट्याक्क हेरिदिने, अरूलाई पनि सेयर गरिदिने। अहिले मैले अलि भ्याउन नि त। ओके, फेरि भेटौँला है। अहिलेलाई फर्स्ट क्लिप यति मात्र दियो। अनि यो धेरैले सोधिरहेको एउटा कुरा के,
त्यत्रो लामो बनाएको कपाल 2-3 वर्ष नकाटेको कपाल किन काटिस भन्ने हैन त्यसको एउटै शब्दमा एन्सर मसँग न कुनै एन्सर छ न के छ त्यही पनि भन्छ नि सर फेरियो अनि रहर फेरियो समय पनि फेरियो दिनहरू पनि फेरिए रहर फेरियो बाध्यतामा गयो हैन त्यति भएपछि कपालले पनि अब यसो रूप फेर्यो त्यही हो फेरि आउँछ हैन अब यहाँ झर्दा तक्ले हुन लाग्यो नि त तक्ले हुन त भएन फेरि कसैले छोरी नदैलान् नपत्ता उलान् बुढो भएछ केटो भन्लान् आफू भर्खरै यसो यहाँ 19 पुगेर 20 तिर टेक्दैछु कसैले छोडिदिएनन् भने क्यार्ने नि जिन्दगी बुढे त्यो कपाल झरेपछि अब रोक्न भनेको त्यस्तै हो हेर त्यही भएर झर्नुभन्दा काट्नु ठिक भनेरै काट्दै आए अरू त यस्तै हो केही पनि छैन नयाँ थाहा छ भने अहिले अब यस्तै हो धेरै भइसक्यो यसरी भ्लग गर्न छोडे होइन आफैले कस्तो अलि मान्छेहरूको अगाडि यसरी क्यामेरा समातेर हिँड्नु चाहिँ अलि अड लाग्ने रहेछ क्या सर चाहिँ अब जानु बित्तिकै सुत्ने रे त्यही प्लानमा हुनुहुन्छ अहिलेदेखि यतै सुत्ने ठाउँ छैन भन्दै खोजिरहनु भएको छ होइन ए सरलाई जे भने सुन्ने होइन कानमा भिडो लगाइदिएपछि भ्याइयो अब चाहिँ यसो म पनि जाँगर चलाएर हानिदिन्छु डेली एउटा भिडियो चाहिँ म युट्युबमा पेल्दै गर्छु होइन त्यसपछि चाहिँ कसो नजलाएर भ्युज होइन मैले भनेको थियो नि पहिला पनि 2025 हो 2025 नै सब्सक्राइब चाहिँ यो च्यानलमा पुर्याउँछु अनि अब त्यही हो 5वटा महिना चाहिँ आज गइसकेछ अब बाँकी भने कति 7वटा महिना त्यो 7वटा महिनामा चाहिँ जसरी हुन्छ सब्सक्राइबर बढाउने हो युट्युब अघि बढाउने हो त्यसपछि अनि हाम्रो फेसबुक पेज स्याङ्जाली अनलाइनबाट चाहिँ अहिले राम्रो प्रतिक्रियाहरू आइरहेको छ अनि त्यसमा चाहिँ नर्मल्ली यस्तो भ्लग्स नभएर न्युजहरूलाई बढी फोकस न्युज भिडियोहरू होइन अलि डिप कन्टेन्ट फेरि बाहिरको भन्दा पनि स्याङ्जा जिल्लालाई बढी फोकस गरेर स्याङ्जा जिल्लाभित्रको दैनिक न्युज साप्ताहिक घटना लगायतका सम्पूर्ण कुरा समेटेर त्यो पेज पनि चलेको छ अनि तपाईँहरूसँग पनि कुनै होइन साहित्य कथा कविता यताउता छन् भने चाहिँ हामीलाई सिधै स्याङ्जाली 45@gmail.com अथवा प्रदीप भण्डारी भनेको यो मान्छेको फेसबुक आइडीमा हालिदिँदा पनि हुन्छ होइन भने वाट्सएप नम्बर 9811981213 मा एड गरेर वाट्सएप नभए फेसबुक पेजमै गएर मेसेज गर्न पनि सक्नुहुन्छ है त्यो पठाउँदा फेरि आफ्नो नाम एड्रेसहरू सब लेखेर हाल्नु होला हामीलाई पनि सजिलो हुन्छ त्यसपछि तपाईँलाई पोस्ट भइसकेपछि लिङ्क पठाउँछौँ होइन यस्तै छ अब आफ्नै व्यस्तताको कारण पनि हल्का यता युट्युबतिर अनि पेजहरू हेर्नु भएको छैन हाँसो मजाको कुरा यस्तै हुन्छ होइन तर अब चाहिँ यो फेसबुक पेजतिर पनि साथीहरूले सहयोग गरिदिनु होला यस्तै छ जापानको लाइफ भन्यो भन्नलाई जापान हो अब जति पनि जापान आउने भनेर ट्राई गर्दैछ नि भनेको मान्छे भने नआइज है नआएकै ठिक छ भन्दा अब सोच्नेले चाहिँ आफू पुग्यो है आफूले गरेछ भन्ने हुन्छ
त्यो भन्ने सोध्छ भने आइज भाइ बहिनी आफ्नो दुःख आफै गरेर म केही भन्दिनँ तर अब मान्छ भने चाहिँ जापान भनेर आउने होइन है बरु 2-4 वर्ष बस्यो 12 सक्ने बित्तिकै त्यो उमेरै नभइकन हतार जापान जान्छु भनेर अझै त्यो दुधे दाँत झर्न पाएको छैन जापान भनेर स्वप्न देखेर चाहिँ नहोस् जति सोचेको जापान तिमीहरूले सोचेको भनेको छ नि जापान यसो छ उता छ महिना उता 2-3 लाख कमाउँछ भनेर त्यो त कमाएर कहाँ जान्छ थाहा छ महिना 50,000 कोठा भाडा ग्यास पानी बिजुली गर्दा 20 देखि 30,000 होइन कति भयो 80,000 त्यसपछि ट्याक्स भने महिना 10,000मा 90 अनि त्यहाँ 10 किलो चामलको रेट सुन्यो भने ढल्छ 10 किलो चामलको रेट 7,000 अब चामल मात्र पकाएर खाएर भएन तरकारी पनि चाहियो तरकारी गर्दा नर्मल्ली महिनाको 30,000 ल तेरो 1 लाख कमाएर कहाँ गयो अनि त्यसपछि ट्रेन चढ्नु पर्यो ट्रेनको महिनाको 20 देखि 30,000 ट्रेन भाडा अनि त्यसपछि कहिलेकाहीँ आफूलाई खर्च हुन्छ यता हुन्छ घुम्न हिँड्न पर्यो गर्दा फेरि 1-1.5 लाख कमाइले भनेको भाइ जिरो पनि हुँदैन त्यही भएर जापान आउने भनेर सपना पनि नदेख बरु ब्याचलर सकेर आइज भाइ म भन्छु जो आउने भनेको छ नि त्यो सब चाहिँ यो जापान आउनुभन्दा अगाडि राम्रोसँग अर्को गयो यसो गर्यो उसो गर्यो भनेर पछि लाउने होइन कि जता जोसुकै अर्को बन्यो भनेर ल त्यो गफमा देखाएछ घरकाले फुइलाउँदै हिँड्ला यति पठायो उति पठायो भनेर खै पठाएको तैँले क्या रहेछ त भनेर सोध्न जान पहिला होइन त्यतिकै पठायो भनेर त्यो कागले कान लयो भनेर कान नछामिकन कागको पछि भाग्ने काम चाहिँ नगर हेर त्यही भएर बरु आइल्स पिटी गर त्यो लगानी जसै लगाउँछ यहाँ बेकार आएर त्यो आफूलाई तनाव लिनुभन्दा होइन बिस्तारै अनि राम्रोसँग त्यो भर्खर 12 सक्यो भने पढेर सक्यो भने त्यो सोच्ने होइन क्या आइल्स पिटीको सक्दैन होइन ल भाषा छैन भने जेनतेन ब्याचलर सक्यो त्यसपछि सकेपछि अनि वर्किङमा आउनुसित यो स्टुडेन्टमा आउने भनेर चाहिँ दुःख पाउने होइन है कसैले भनेको मान्छ भने होइन भने आफ्नो लागि खाल्टो आफै खने हुन्छ है जति भरिया छ लास्टमा आयो कहाँ जान्छ भन्ने कुरा थाहा हुन्न त्यो हुँदा राम्रोसँग बुझेर क्यारेर त्यो गर्ने है त्यही हो मेरो सल्लाह भयो अब यो कुरा पनि कति गर्नु होइन त्यसपछि अरू त त्यो कामको बारे भाषाको दुःख त अर्को भिडियोमा भनौँला होइन काम कतिको पाउँछ पाउँदैन नयाँमा कुन दुःख छ अहिलेलाई चाहिँ अब अरू कुरा सम्झाइन होइन अब सुन्न चाहन्छ के गर्दा ठिक छ कसो गर्दा ठिक छ आउने नै हो अनि भाषा कतिको चाहिन्छ त्यो कुराहरू जान्न मन छ भने चाहिँ कमेन्टमा यसो कमेन्ट छोडिदिने होइन त्यसपछि त्यही कमेन्टबाट म अर्को भिडियो बनाएर रिप्लाई दिन्छु अहिलेलाई चाहिँ अब रुममा पुगेर यसो अझै 1-2 क्लिप हाल्छु त्यसपछि सकियो यो भ्लग ओके बाई रुममा आइपुग्यो हाम्रो यता पालाङ सरले अब चाबी बोल्न लाग्नु भएछ होइन तादाइमा ओखाइरी आफैले भन्ने अब कोही छैन अघि भनेर चाहिँ डाइलग आफै भात पस्किने आफै भात पकाउने आफै पस्किने थियो नि डाइलग हो त्यही हो
फाइनल्ली रुममा पनि आइपुग्यो मेरा 10,000 का जुत्ता पनि आइपुगे Okay, bye.